सूचना, विचार र मनोरञ्जनको साथमा तपाईँ हेर्दै हुनुहुन्छ पश्चिम नेपालको गौरव, यो हो भिजन टेलिभिजन। नमस्कार, म ओबिराज आचार्य। एक्सक्लुसिभ कुराकानीमा हामीले खास गरी समाजमा रहेका विभिन्न विषयवस्तुहरूसँग सम्बन्धित रहेर बहसको विषय बनाउने गर्दछौं। आजको एक्सक्लुसिभ कुराकानीमा हामीले आसन्न संविधान सभाको निर्वाचन, मानवाधिकारको अवस्था र सरकारी पक्षबाट हुने गरेका विभिन्न क्रियाकलापहरूको बारेमा दुईजना व्यक्तित्वसँग कुराकानी गर्दैछौं। यो विषयमा आजको एक्सक्लुसिभ कुराकानीमा हामीसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष एवं मानवाधिकार कर्मी सुबोधराज प्याकुरेल र नेपाल सरकारका पूर्व सचिव डाक्टर त्रिलोचन उप्रेती हुनुहुन्छ। उहाँहरू दुईजनासँगको एक्सक्लुसिभ कुराकानी आजको हाम्रो विषयवस्तु रहनेछ। कुराकानी विस्तारतर्फ लागौं। स्वागत छ यहाँ दुवैजनालाई। धन्यवाद। अब संविधान सभाको निर्वाचन नजिकै गइरहेको अवस्था छ र यो बीचमा बन्द हडतालदेखि विरोधका कार्यक्रमहरू पनि भइरहेका छन्। नेपाली जनता अझै पनि संविधान बनाउने यो संविधान सभाको निर्वाचन हुन्छ हुँदैन भन्ने कुरामा अझै पनि विश्वस्त हुन सकेका छैनन्। सुबोधराज प्याकुरेलजी, के लाग्छ यहाँलाई? अहिलेको अवस्थालाई कसरी यहाँले चाहिँ मूल्याङ्कन गर्नुभएको छ? हामीले केही जिल्लाहरू भ्रमण गर्यौं, पूर्वाञ्चलदेखि लिएर पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चलसम्मको। यो भ्रमणबाट हाम्रो निष्कर्ष के हो भने जनताले आफ्नो मनस्थिति, मानसिकता निर्माण गरिसकेको छ। जनता चुनावमा मत हाल्न चाहन्छ। हेर्दाखेरि जनतामा त्यस्तो उत्साह बढी देखिँदैन। सडकमा पहिलेको जस्तो हो हल्ला बढी छैन, किनभने आचार संहिताले पनि यसपटक सार्वजनिक ठाउँमा झण्डा, पोस्टर टाँस्ने, रंगीन पोस्टर टाँस्ने, अझ पहिलेको अवस्थाको कुरा गर्ने हो भने त उठेका जति पार्टीले माइकिङ गरेर दिनरात हैरान पार्ने यस्तो केही पनि छैन। त्यसैले हेर्दा शान्त देखिएको छ। तर जनताले आफ्नो मानसिकता बनाइसकेको छ। उनीहरू विवेकशील ढंगले मतदान गर्नको लागि तयार छन्। अब यसमा अरू केही कुराहरू छन् जो अहिले पछि पनि आउला। शान्ति सुरक्षाको कुरा, निर्वाचन बहिष्कार गर्नेहरूको गतिविधिको कुरा र कतिपय अवस्थामा चाहिँ नि अलिकति हिंसात्मक आक्रमण, अब आग्नेयजन्य विस्फोटक पदार्थहरूको चाहिँ बेला बेलामा पत्ता लागिरहेको, कतै कतै उम्मेदवारको विरुद्ध प्रहार पनि भइरहेको, कतै कतै राजनीतिक दलहरूको बीचमा झडप पनि भइरहेको, त्यो अवस्था पनि विद्यमान चाहिँ छ। यहाँले भनेको शान्त भन्न खोज्नु भएको चुनावको माहौल एकदमै न्यून छ, शान्त छ भन्न खोज्नु भएको कि चुनावी माहौल एकदमै सरगमी बढेको छ, कहीँ कतै हत्या हिंसाका घटना भएको छैन भन्ने कुराको शान्त इंगित गर्नुभयो? यो शान्त भनेको जनता चाहिँ शान्त भएर घरमा बसेको छ। तर जनतालाई चुनावको कुनै महत्त्व छैन? होइन, महत्त्व छ। उसले शान्तिपूर्वक मनमा विवेकशील ढंगले उसले निर्णय गरिसकेको छ। उसले विवेकशील मतदान गर्नेछ र यसपटकको मतदानमा मैले अहिले बुझेसम्म जनता चाहिँ नि यो सर्वोच्च नेताहरू भन्दा पनि बढी आफ्नो स्थानीय ठाउँका तन्नेरीहरू जो सरल छन्, जो आफ्नो ठाउँमा क्रियाशील छन्, जो भरपर्दा छन्, त्यस्ता खालका उम्मेदवारहरूप्रति जनताको आकर्षण मैले देखेको छु। त्यसै भएको कारणले होला उच्चस्थ नेताहरूको अहिले यस्तो स्थिति हामी देखिरहेका छौं कि उहाँहरू देशभरि घुम्नुपर्ने, चुनावको प्रचारमा, आफ्नो पार्टीको प्रचारमा लाग्नुपर्ने नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा कैद भएर बस्नु परेको छ। अब सर्वाधिक परिचालित भएको पुष्पकमल दाहालजी देखिन्छ, तर उहाँ पनि हेलिकप्टरको सहारामा। अब यही ढाँचा हो भने त हेलिकप्टरको माथिबाटै झ्यालबाट च्याएर तल भोट माग्नुपर्ने स्थितिमा उहाँ पनि पुग्न लाग्नु भएको छ। यो चाहिँ एउटा राम्रो कुरा हो भन्ने म ठान्दछु। जनताको यो मानसिकता नेताहरूले पनि बुझ्दै हुनुहुन्छ। अब सच्चिने सप्रिने मौका यही हो भन्ने पनि उहाँहरूलाई लागेको हुन सक्छ। डाक्टर त्रिलोचन उप्रेती, नेपाल सरकारको उच्च पदमा रहेर लामो समय काम गरिसक्नु भएको छ र तपाईले काम गर्दाखेरिको सरकारको कार्यशैली र अहिलेको चुनावी अवस्थाको सरकारको कार्यशैली यहाँले के पाउनु भएको छ? बहुत महत्त्वपूर्ण प्रश्न सोध्नुभयो, धन्यवाद छ। यही छ कुरोको चुरो यही छ र धेरै फरक छ। फन्डामेन्टल डिफरेन्स भन्छ, मौलिक भिन्नता छ। सधैँ राजनीतिक दलका मानिसहरूको सरकार हुन्थ्यो र तपाईँ हामीले देख्ने गरेको आरोप प्रत्यारोपको अवरोह हुन्थ्यो। शिलान्यास गरे विकास आयोजनाहरू निर्वाचनको मुखमा, सरकारी साधन र स्रोतको दुर्प्रयोग भयो, करोडौं रुपियाँ निकासा भयो।
आशा चफु भनेर भनिन्छ, गृहमन्त्रीले त्यही करोडौँ बाँड्नुभयो त्यस अन्तर्गत भनेर अत्यन्तै विवादास्पद कुरा हुन्थ्यो। सरकारमा भएका मान्छेहरूको साधन स्रोत हेलिकप्टर दुरुपयोग। अब अहिले यस कुरामा सकारात्मक के देखिन्छ भने ब्युरोक्रेटको सरकार छ र प्रोफेसनलको सरकार छ, उहाँहरूको राजनीतिक पार्टी छैन, कसैलाई मत माग्नु छैन, कसैलाई जिताउनु छैन, हराउनु छैन। यो सरकार यस मामलामा पूर्ण रूपमा तटस्थ भएको छ। सरकारी साधन स्रोतको दुरुपयोग भएको छैन र यस कुराको विवादको बहसम्म पनि कुनै मिडिया अथवा कुनै राजनीतिक दल अथवा विपक्षी दल कहीँ पनि देखिएको छैन। त्यसैले साबिकको र अहिलेको चाहिँ नि मौलिक अन्तर भिन्नता साधन स्रोत सरकारको सरकारी स्रोतको दुरुपयोग नभएको अवस्था हो र सरकारले तटस्थ रूपमा काम गरेको अवस्था। तर यहाँले तटस्थ भन्ने कुरा गर्नुभयो, तर सरकारी तौर तरिकाबाट यो चुनावी माहौलको अहिलेको अवस्थामा कुरा गर्दाखेरि सरकारले जति पनि गर्नु पर्थ्यो, यहाँले जस्तो दुरुपयोगको कुरा उठाउनु भएको छ, त्यति अझ सरकार जनता माझ पुग्न सकेका छैन भन्ने पनि त भनाइ आइरहेछ नि। भन्नको लागि त जे पनि भन्न सकिन्छ। अब पुरा पूर्णता चाहिँ कुनै कुराको पनि हुँदैन, अपवाद रहन्छ। तर यहाँले देख्नुभएको छ, हामीले देखेका छौँ सरकारले सुरक्षा संयन्त्र 4वटै संयन्त्र सेना, सशस्त्र प्रहरी, इन्टेलिजेन्स हाम्रो ब्युरो र नेपाल प्रहरीका मान्छेहरूलाई खटाएको छ। लाखौँ सङ्ख्यामा छ र कर्मचारीहरू त्यत्तिकै खटेका अवस्था छ, खटिरहेका छन्, अरू खटिनेवाला छन् र स्ट्यान्ड बाईको रूपमा यदि यो जनशक्तिले पुगेन भने टिचरहरूलाई पनि शिक्षकहरूलाई पनि चाहिँ स्ट्यान्ड बाई चाहिँ रहनुहोस्, तपाईँहरू राजनीतिक दलको प्रचारमा नहिँडिदिनुहोस् भनेर चाहिँ शिक्षा मन्त्रालयले आह्वान गरेको अवस्था छ र सरकारले गर्न सक्ने, अब उहाँहरूले आफैले मत माग्न जाने कुरा भएन, उहाँका प्रतिनिधि उहाँका निर्देशन चाहिँ छ र फिल्ड र सिंहदरबारको बिचमा अथवा गृह मन्त्रालयको कुरा चाहिँ एकदमै कन्ट्याक्टमा टचमा मिनेटमा उहाँहरू रहेको मैले बुझेको छु। दर्शकबिन, हामीसँग एक्सक्लुसिभ कुराकानीमा आजको एक्सक्लुसिभ कुराकानीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सिकका अध्यक्ष सुबोधराज प्याकुरेल र नेपाल सरकारका पूर्व सचिव डाक्टर त्रिलोचन उप्रेती हामीसँग हुनुहुन्छ। हामीले समसामयिक विषयवस्तु, मानवाधिकार र सरकारी नीतिको विषयमा कुराकानी गर्दैछौँ। प्याकुरेलजी समक्षमा आउँछु। अहिले चुनाव एकदमै मुखमा आइसकेको छ, सँगै तिहार पनि मुखमा आइसक्यो। आजदेखि तिहार पनि प्रारम्भ भइसकेको छ। यो चाडपर्वलाई आधार बनाएर उम्मेद्वारहरूले चुनावी प्रचार प्रसारलाई गलत तरिकाबाट चाहिँ प्रचार गरेको भन्ने व्यापकता पाइएको छ, आचार संहितालाई उल्लङ्घन गरेको पनि पाइएको छ। के देख्नुहुन्छ यहाँले? अब हेर्नुहोस्, यो आचार संहिता चाहिँ म भन्छु राष्ट्रिय निर्वाचन आयोगले नै उल्लङ्घन गर्ने आधार पनि तयार गरेको छ। एउटा निर्वाचन क्षेत्रलाई 5 लाख रुपियाँ खर्च छुट्याउँछ अनि हेलिकप्टर जति उडाए पनि हुन्छ भन्छ। यो त कुनै हालतमा पार नलाग्ने कुरा हो। दोस्रो कुरा के छ भने आचार संहिता उल्लङ्घन गर्ने मामिलामा राजनीतिक दलका नेताहरूलाई नै थाहा छैन आचार संहितामा के लेखेको छ भनेर। हुन त राजनीतिक दलका प्रमुखहरू निर्वाचन आयोगमा बसेर त्यो आचार संहिता सदर गरे हुन्, तर तल तल उनीहरूले पठाउने कष्टै गरेनछन्। तेस्रो कुरा के छ भने राजनीतिक दलहरूको घोषणा पत्र अहिले तपाईँ र म कुरा गर्दा पनि प्रेसमा कतै छापिँदै होला अथवा बाटोमा कतै हिँड्दै होला, उम्मेदवारहरू मैदानमा पुगेको 2 हप्ता नागिसक्यो भनेपछि आफ्नो दलको घोषणा पत्रै थाहा छैन। अनि त्यसले गर्दाखेरि यो चुनाव चाहिँ नि संविधान सभाको सिद्धान्त भन्दा पनि कता बाटो लैजाने, कता कुलो खन्ने, कता ट्युबवेल गाड्ने, कहाँ हवाईजहाजको मैदान बनाउने, संसदीय चुनाव जस्तो हो भयो। संसदीयमा पनि यति खाली विकास र निर्माणकै मात्रै कुरा हुँदैन। सिद्धान्त भन्दा पनि उम्मेदवारहरू घर घर गएर नमस्ते गर्नमा व्यस्त छन्। अब सबभन्दा धेरै जसले नमस्ते गर्यो उसले चाहिँ नि केमा नाम लेखाउँछ नि, गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने गरी नमस्ते गर्न लाग्या हो कि यो के हो बुझ्न सकिया छैन। तर अब अहिले हेर्नुहोस् तपाईँ, सबभन्दा ठूलो दलको नेताहरू अथवा ठूल्ठूला दलका नेताहरू नै आचार संहितालाई व्यवस्था गरेर हिँडिरहेका छन्। यसो तपाईले भनिरहँदा त फेरि पनि नेपाली जनताले 4 वर्षसम्म कुर्नु पर्यो, संविधान पाएनन् र फेरि अहिलेको संविधान सभाको निर्वाचनले पनि तपाईले भने अनुसार त संविधान नपाउने भयो नि त। हेर्नुस्, यो सम्भावना दुःखदायी छ, तर यो दुःखदायी सम्भावनालाई चुनौतीको रूपमा लिएर हाम्रो राजनीतिक दलहरूले के बुझ्नुपर्छ भने जनता आफ्नो उम्मेदवार लयालु होस्, दयालु होस्, खुला दिलको होस्, मित्रवत होस्,
अरूको सम्मान गर्ने होस्, हत्या हिंसामा घमण्ड नगर्ने होस्, कानूनको शासन मान्ने होस् भन्ने खालको उम्मेदवार जनताले चाहिरहेछ। यो मर्म उहाँहरूले बुझ्ने हो भने अब आगामी संविधानको सभा अब आगामी संविधान सभा त विगत भन्दा पनि बढी विखण्डित आउँछ भन्ने स्वतः सिद्ध छ। किन भन्नु होला भने सबै आदर्श र सबै पूर्वाधार त उहाँहरूले यो नियम बनाउँदै मिचिदिइहाल्नुभयो। अब 1% देशभरिमा खसेको मतको 1% पनि ल्याउन नपर्ने भयो, थ्रेसहोल्ड छैन। आगामी संविधान सभा पहिले जस्तो समावेशी पनि हुँदैन, किनभने 30% सम्म उम्मेदवार उठाउनेले समावेशी पनि मान्नु पर्दैन। आगामी संविधान सभा नेताको इच्छा अनुसार भन्नुहुन्छ भने फेरि पनि भ्रष्टहरूको अखाडा बन्न सक्छ, किनभने उम्मेदवारहरूले सम्पत्ति पनि घोषणा गर्नु पर्दैन। आगामी संविधान सभामा दुर्दान्त अपराधीहरू पनि छिर्न सक्छन्, किनभने गम्भीर प्रकृतिका आरोप लागेका मान्छेहरूले पनि उम्मेदवार बन्न उठ्न पाउँछन्। यति कुरो भएको बेलामा अब सबै नेताहरूले गम्भीरतापूर्वक के सोच्नु पर्यो भने आगामी संविधान सभामा धेरै खालको टुक्रा टुक्री थुप्रै उम्मेदवारहरू जितेर जान्छन्, धेरै पार्टी जान्छ। त्यसो भएको हुनाले उहाँहरू सबैले अहिलेदेखि नै लचिलो हुनुपर्छ भन्ने कुरो मनमा गाँठो बाँध्नु पर्यो। त्यसो भए त यहाँले भनेअनुसार चाहिँ जस्तो 4 दलीय संयन्त्रको सहमतिबाटै अहिलेसम्म देश चलिरहेको, त्यो 4 दलीय संयन्त्र भनेको त यो देशका जनताको तपाईको गाउँ घरदेखि लिएर शहरसम्म कसैलाई सोध्नुस् त्यो जति गनाएको जमात त यो नेपालमा अर्को कुनै पनि छैन। भनेपछि त यो अब न सहभागिता छ न समावेशी छ, यी सबै कुरा नमिल्दा गरेको यो अवस्थामा संविधान सभाको निर्वाचनमा त्यो संविधान सभाले दिने संविधान पनि त त्यो 4 दलकै सहमतिमा ल्याउने एक किसिमको खाका मात्रै त बन्ला नि। 4 दलले मात्रै काम गर्दैन। अघि नै मैले भने नि यति धेरै जमात र टुक्राहरू त्यहाँ छिर्नेवाला छन्। त्यसमाथि तपाईले देख्नुभयो होला कि हरेक पार्टी भित्र गुट छ, उपगुट छ। नेताले चाहेर मात्रै हुँदैन, गुट उपगुटले फेरि नेताको चाहिने दिमाग खराब गर्नेवाला छ। त्यसो भएको हुनाले अरु कुनै उपाय छैन। तर जनता तपाई हामी चाहिँ दुई धारे तरबारमा छौं। किनभने हामी कस्ता जनता, आफ्नो कानून पनि बनाउन नसक्ने यस्तो खालको पार्टीका जनता जो आफ्नो सरकार पनि बनाउन सक्दैन, प्रधान न्यायाधीश र पूर्व शासक प्रशासकहरूलाई गुहारी हिँड्छ। यो आरोपबाट, यो कमजोरीबाट तपाई हामीले मुक्ति नपाइ भा छैन। होइन भने असफल नागरिकहरूको देश त जहिले पनि असफल देश न ठहरिन्छ। त्यसो भएको हुनाले चुनावको अर्को कुनै विकल्पै छैन। त्यसै भएको कारणले हो अहिले हरेक मतदातालाई तपाई सोध्नुस्, उले म पार्टी होइन उम्मेदवार हेर्छु, त्यस्तो उम्मेदवार हेर्छु जसले भोलि पनि मसँग संगत गर्छ, जसले भोलि पनि मलाई सम्मान गर्छ। मेरो कठाला समातेर यति दाम दिन्छस् कि तेरा च्यापु भत्काइदिउँ भन्दैन, म यस्ता कानून टेर्दिन भनेर तिग्रा ठटाइकन दारा किट्न आउँदैन। हैन, जो चाहिने सारा स्थानीय निकायको चाहिने बजेटमा दारा धसेर सबै कोतरेर लिएर जाने खालको निर्लज्ज भ्रष्टाचार गर्दैन। त्यस्तो मान्छे खोज्छु म भन्छ जनता। र अहिले मतदाताहरू भोट माग्न जाँदा पनि जनताले राम्रैसँग प्रश्न गरेको छ, राम्रैसँग हप्की दप्की पनि लगाएको छ। यसको अर्थ के हो भने जनता मतदान गर्न उत्सुक छ र जनता यस पटक तपाई हामीले देख्ने छौं कि विवेकशील मतदान गर्नेछ जनताले। पहिले जस्तो डर आश त्रासको भरमा मतदान हुनेवाला छैन। हजुर, डाक्टर उप्रेती कहाँ जान्छु म। अहिलेको यो सरकार र कुनै बेलाको राजनीतिक संयन्त्रको सरकारमा जनताले पाउने सेवा सुविधामा यहाँ पनि अब त्यति लामो समय काम गरिसकेको अनुभव छ। अहिले के देख्नुभयो र त्यतिखेर के हुन्थ्यो? जनता अहिले एकदमै ढुक्क छन् कि हामीले भने जस्तो विकास पायौं, हामीले भने जस्तो न्याय पायौं भन्ने कुरामा अहिले विश्वस्त छन्, अहिले ढुक्क छन्, अथवा त्यति बेला थिए? के लाग्छ यहाँलाई? यो प्रश्नलाई दुई भागमा चाहिँ विभाजन गर्नुपर्छ। यो सरकारको उद्देश्य के हो? के उद्देश्यको लागि आएको? विकास गर्न आएको हो कि होइन? लामो समयको लागि हो कि होइन? अथवा तटस्थ सरकार निष्पक्षता र स्वच्छता साथ निर्वाचन मात्रै गर्न आएको? यो कुरा बुझ्न बाँकी जरुरी छ भन्ने लाग्छ। त्यसो भन्दाखेरि यसको नामैले स्वच्छ तटस्थ निर्भयका साथ चुनाव सम्पन्न गरेर जनताबाट अनुमोदित भएर आउने पार्टी अथवा पार्टीका सभासदलाई यो हस्तान्तरण गर्ने हो।
त्यसैले यो विकास निर्माण यसको उद्देश्य पनि होइन, अभिष्ट पनि छैन। अब साबिकको सरकार, दलीय सरकार र यो सरकारमा फरक के छ, जनताले कहाँ सुविधा बढ्दा पाए भन्ने जहाँसम्म प्रश्न छ। हेर्नुहोस्, तपाईँ हामीले देखेका छौँ, देखेको कुरा भन्नुपर्छ, निष्पक्ष हुनुपर्छ। शान्ति सुरक्षाको जहाँसम्म प्रश्न छ, कुशासन र भ्रष्टाचारको जहाँसम्म कुरा छ, यो सरकार चलाउने राजनीतिक दल हो, फेरि अब अन्यथा अर्थ नलागोस्, यो सरकार सुपर बेटर छ। हेर्नुहोस्, प्रहरीहरूको खटाइ, घटनाहरूको छानबिन, एउटा दुईवटा घटना अपवाद स्वरूप ल्याएकोलाई हेर्नु हुँदैन। यस विचारले, यस दृष्टिकोणले यस सरकारको कार्य सम्पादन गरेको फिल्डमा जनताले चाहिँ भोगेको देखेको कुराबाट सुपर छ। विकास निर्माणमा यसको दायित्व होइन, ठुलो काम भएको छैन। तर त्यति हुँदाहुँदै जो अनगोइङ प्रोजेक्टहरू छन् त्यहाँ भ्रष्टाचार पनि भएको छैन। यो म चाहिँ भन्छु, ठुलो भ्रष्टाचार भएको छैन, स्क्यान्डल भएको छैन, विधिको शासन अनुसार यिनीहरूले चलेका छन्। कुनै पनि फाइल भोलि हेर्दा मलाई के विश्वास छ भने ब्युरोक्रेटको सरकारले भ्रष्टाचार हुने, भोलि अख्तियार लाग्ने अथवा अदालतमा मुद्दा लाग्ने, आरोप लाग्ने काम नगरेको हुनुपर्छ भन्छु। र यसको मतलब यस्तै सरकार रहनुपर्छ भनेकै होइन, यो जनप्रतिनिधिहरू चलाउने हो, उहाँहरूकै नाश हो। उहाँहरूलाई एउटा चाहिँ वातावरण बनाएर निर्वाचित संसद पारेर उहाँहरूले ह्यान्डओभर गर्ने हो। त्यहाँसम्म यो सरकारले बेटर पर्फर्मेन्स गरेछ। यो कुरा मैले जोड्नुपर्छ यहाँ कि बङ्गलादेशमा पनि यसको सरकार बन्ने गर्दछ, दुई चारवटा ठाउँमा भएको मध्ये बङ्गलादेश हो। यहाँ गएर हेरियो अथवा यहीँ बसेर रिसर्च गरियो भने निर्वाचित सरकारले बनाउने कानुनभन्दा पनि कडा कानुन, विधिको शासन, भ्रष्टाचारलाई चाहिँ समाप्त पार्ने, रोक्ने, नियन्त्रण गर्ने, सुशासन दिने कुरामा यस्तो प्रोफेसनल अथवा टेक्निकल पिपुलको सरकारले राम्रो डेलिभर गरेको बङ्गलादेशमा छ। हामीले पहिलोचोटि यो चाहिँ यहाँ चाहिँ अवलम्बन गरेका छौँ। यहाँ बेटर छ भन्छु म, सुपर बेटर छ भन्छु। तर यो अहिलेको चुनावी सरकारका दुईटा चरित्र देखियो नि त, एउटा विकासे सरकारको रूपमा पनि यसलाई परिभाषित गरिएको छ, अर्को चुनावी सरकारको रूपमा पनि। भनेपछि त यो विकासे सरकारको दर्जा पाउन पनि उत्तिकै अगाडिका साथ बढेको छ र अब चुनावी सरकार त चुनाव गराउनको लागि त भइहाल्यो नि, के भन्नु? अच्छा, बहुत महत्त्वपूर्ण प्रश्न गर्नुभयो। यो राष्ट्रिय प्रश्न छ, यो संवैधानिक प्रश्न पनि छ र हाम्रो आर्थिक सिद्धान्त, आर्थिक क्रियाकलाप कसरी चल्छ भन्ने बजेटसँग संलग्न कुरा छ। अब बजेट चाहिँ योभन्दा पहिलाको राजनीतिक दलका सरकारले कसरी ल्याएका थिए, कति फुटाफुट खोसाखोस बाकसहरूको भएको थियो, अध्यादेशबाट कसरी आएको थियो यहाँले हामीले देखायौँ। र नेपाली अर्थतन्त्र तसनस भएको अवस्था छ र टाक्रै टुक्रे जोडेका 3 महिने 6 महिने अध्यादेशले अर्थतन्त्र ध्वस्त भएको अवस्था थियो। र सबैले के चाहिँ गरे भने भएन, निजी क्षेत्रले पनि भनौँ, सरकारी क्षेत्रले पनि भनौँ, राजनीतिक दलहरू पनि सहमत भए अब राजनीति अर्थतन्त्रमा आर्थिक कुरामा नगर्नु, बजेट चाहिँ वार्षिक बजेट आओस् भनेर जुन दलीय संयन्त्र छ उहाँहरू समेतको सहमतिमा आएको कुरा हो। अब त्यसैले सरकारले मुख्य अभिष्ट निर्वाचन गर्ने, तर सरकारले अरू चाहिँ नगर्ने भन्ने त कुरै होइन। बजेटै आयो, वार्षिक नीति छन्, कार्यक्रम छन्, तर यहाँ हामीले प्रश्न हुने कुरो के छ भने यो सरकारले नयाँ कुनै योजना पनि ल्याएको छैन। भइरहेका अनगोइङ योजनाहरूलाई कन्टिन्युटी गरेको छ, त्यहाँ कुनै विवाद पनि छैन, निजी क्षेत्रको पनि छैन, राजनीतिक दलहरूको पनि छैन। त्यसकारणले सँगसँगै अटोमेटिकल्ली जानुपर्ने कुराहरूका सम्बन्धमा यहाँले भने जस्तो आर्थिक विकासका कुरा छन्, योजनाका कुरा छन्, योजना आयोगले बनाएको त्रिवर्षीय योजना कार्यान्वयनको कुरा छ, यी सँगसँगै गएको कुरा छ। तर यति हुँदाहुँदै पनि यो सरकारको प्रयोजन र उद्देश्य चाहिँ निर्वाचनै गर्ने हो। तर यहाँले चुस्त दुरुस्त सरकार भन्नुभयो, तर यही सरकारमा भएका मन्त्रीहरू, यही सरकारका चाहिँ सदस्यहरूले सरकारको ढुकुटी खर्च गरेर विदेश भ्रमण लगायतका क्रियाकलाप गरेको जनतालाई थाहा छ नि। यो कुरा हामीले यो पनि बुझ्नुपर्छ कि सरकार विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्था र सन्धि महासन्धिहरूको चाहिँ के छ भन्दा पक्ष छ। अब त्यहाँ हाम्रो दायित्व छ। दायित्व भनेको त्यो संस्थामा गरिने निर्णयमा हामी नेपालले भाग लिन्छ, हाम्रा कोही प्रतिनिधि त्यहाँ भाग लिन जानुपर्छ। र यो सरकार तीर्थाटन गर्न गएको, औषधि उपचार गर्न गएको अवस्था होइन र अनिवार्य रूपमा नेपालको आवाज त्यो अन्तर्राष्ट्रिय फोरममा राख्नको लागि, नेपालको प्रतिनिधित्व गर्नको लागि, नेपालको हित, नेपालको दृष्टिकोणबाट राख्ने कुराको लागि मात्रै गएको अवस्था छ। र यदा कदा राजनीतिक दलका मान्छेहरू जो उपचारमा जान्थे अथवा तीर्थाटनमा जान्थे अथवा सल्लाहकार लान्थे, सांसदहरूलाई लान्थे, श्रीमती ककालाई लान्थे, अब त्यस्तो खालको एउटा पनि चाहिँ नि उहाँहरूले गरेको अवस्था मैले देखेको छैन। सुबोधराज प्याकुरेलजी समक्ष आउँछु। यो अहिलेको चुनावी माहौल एकदमै तातेको अवस्थामा अन्तर्राष्ट्रिय दृष्टिकोणबाट नेपालको चुनावलाई कसरी हेर्ने गरिएको छ? म यो प्रसङ्ग जोड्दैछु कि
33 दलीय नेकपा माओवादीको 33 दलीय मोर्चा अहिले चुनावभन्दा बाहिर छ, बहिष्कारमा लागेको छ। यो अवस्थामा अन्तर्राष्ट्रिय दृष्टिकोणबाट नेपाललाई कसरी परिभाषित भइरहेछ? सबभन्दा ठूलो कुरो तपाईँ हामी नेपाली जनताको काँधमा के छ भने अन्तर्राष्ट्रिय आँखा, अन्तर्राष्ट्रिय स्वार्थबाट यो नेपाललाई तपाईँ हामीले मुक्त गर्नुपर्छ। अन्तर्राष्ट्रिय आँखा र स्वार्थले खाली जम्मा जम्मी के हेर्छ भने निर्वाचन होस्, जस्तो सुकै भए पनि निर्वाचन होस् र त्यसको परिणाम स्वरूप सरकार बनोस् र त्यो सरकारले शान्ति सुरक्षा कायम गर्न सफल होस्। उसलाई विकास निर्माणसँग पनि त्यति धेरै मतलब छैन, किनभने हाम्रो देशको शान्ति सुरक्षा बिग्रियो भने हाम्रो देशको भौगोलिक अवस्थितिलाई तपाईँ एकछिन कल्पना गर्नुस्। हामी अफगानिस्तान भन्दा पनि संवेदनशील भौगोलिक अवस्थामा छौं। संसारलाई डर के लाग्छ भने कहीं नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरूको अखाडा नबनोस्, उसको स्वार्थ छ त्यहाँ। त्यसो भएको हुनाले हामीले हाम्रो आँखाले हाम्रो मुलुकलाई हेर्न पर्यो। हाम्रो मुलुकको शान्ति सुरक्षा आत्मसम्मान नेपाली जनताको अनुभूतिमा भर पर्छ। त्यसो भएको हुनाले वैद्य समूहले अहिले जे प्रश्नहरू उठाइरहेको छ त्यो प्रश्नहरू सबै गलत छन् म भन्दिन। चुनाव भन्दा अगाडि तपाईँ हामीलाई सम्झना छ उहाँहरूले अन्त्यमा जम्मा जम्मी दुईटा कुरा उठाउनु भएको थियो कि प्रधान न्यायाधीशज्यूले कि प्रधान न्यायाधीश कि सरकार प्रमुखबाट राजीनामा दिनुहोस्। एक, दोस्रो कम से कम 1 हप्ता 10 दिनलाई भए पनि निर्वाचन पर सारिदिनुहोस्। त्यही दुईटा कुरा हो नि त। त्यो दुईटा कुरालाई मान्यता दिइएन। यो चीज उच्च स्तरीय राजनीतिक समिति मपाईवादी समूहले गल्ती गरेकै हो। तपाईँ हामीलाई सम्झना छ 2063 सालपछि त्यति बेला जारी गरिएको अन्तरिम संविधानलाई खारेज गरे बापत जुन दुर्व्यवहार त्यति बेलाको मधेसी जनअधिकार फोरमलाई गरियो त्यसको परिणाम स्वरूप यो देशमा मधेस आन्दोलन भयो। 150 भन्दा बढीले ज्यान गुमाउनु पर्यो र त्यो अशान्तिको चपेटामा हजारौं घर परिवारहरू मधेसबाट विस्थापित भए। मधेसका सैकडौं बजारहरू जो गुलजार थिए अहिले सुनसान भए। जनता जनताको बीचमा विभाजन आयो र आज यो देशले दुःख भोगिरहेछ। त्यसो भएको हुनाले अहिले सबभन्दा ठूलो चुनौती अहिले नै पनि तपाईँ हामी कुरा गरिरहेको बेलामा पनि 9 भन्दा बढी जिल्लामा गम्भीर खालका द्वन्द्वहरू झडपहरू हामीले देखेका छौं। कम से कम 11 ठाउँ भन्दा बढी ठाउँमा विस्फोटक पदार्थहरू विस्फोट भएको, 50औं ठाउँमा विस्फोटक पदार्थहरू भेटिएको अवस्था छ। त्यसो भएको हुनाले यो डाङडुङ र अत्याचारबाट यो मुलुकलाई मुक्त गर्नुपर्छ र यो मुक्त गर्ने जिम्मेवारी फेरि निर्वाचन बहिष्कार गरौं भन्ने मोहन वैद्य समूहको पनि काँधमा छ। किनभने हामी नबिर्सौं कि एकीकृत माओवादीको जुन विभाजन भयो त्यति बेला आधा भन्दा बढी संविधान सभा सदस्यहरू र अधिकांश लडाकुहरू वैद्य समूहमा छन्। निर्वाचन मात्रै सबै चीज होइन। यदि सबै चीज हुन्थ्यो भने विघटित संसद पुनर्स्थापित गर्दाखेरि चुनावैमा भाग लिएको त थिएन नि। त्यो तत्कालीन माओवादीले किन 83 सीट दिएको? 205 सदस्यीय संसदमा झण्डै 40% भन्दा बढी ठाउँ माओवादीलाई दिएको होइन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको त्यति बेलाको 7 दलीय संयन्त्रले। त्यसो भएको हुनाले अहिले सबभन्दा ठूलो चुनौती के हो भने उहाँहरूले जे आवाज उठाउनु भएको छ त्यो आवाजलाई हामी आगामी संविधान सभामा कसरी सम्बोधन गर्छौं? गर्ने तरिका छ। हरेक चीजको भनेको विधिद्वारा प्रक्रियाद्वारा गर्न सकिन्छ। जस्तो हिजोको संविधान सभा किन असफल भयो भन्दाखेरि नेताहरूले रिसोर्टमा होटलका कोठामा ढोका थुनेर कालो पर्दा लगाएर मुस्किलले 1 दर्जन नेताले मनपरी निर्णय गर्थे। त्यो निर्णय पनि कतै कागजमा सही गर्दैनथे। आज एउटा निर्णय गर्थे, पर्सिपल्ट आफ्नै निर्णयको विरुद्ध जनतालाई उराल गर्थे। अब त्यो नगरियोस्। अब पारदर्शी ढंगले छलफल गरियोस् र सभासद र नेता मात्र होइन आम नेपाली जनताको समेत संलग्नतामा राय विचार सरसल्लाह लिएर मात्र संविधानको खाका कोरिनेछ। यसरी हामी गर्नेछौं भन्ने खालको
एउटा प्रक्रिया यदि स्थापित गर्न सकियो भने अहिले निर्वाचन बहिष्कार गरिरहेकाहरूलाई यदि यो विश्वास दिलाउन सकियो कि भोलिको संविधान निर्माणका क्रममा तपाईहरूको प्रभावकारी संलग्नता हामी सुनिश्चित गर्छौं र यसरी गर्छौं भन्न सकियो भने उहाँहरूको बहिष्कारको जुन आन्दोलन छ, जुन अहिले चाहिँ झडपको आन्दोलनमा विकसित हुन खोजिरहेको छ, त्यसलाई बहिष्कारसम्ममा ल्याएर त्यसलाई न्यूट्रलाइज गर्न सकिन्छ। प्याक्टुजी मैले यहाँलाई रोकेँ, यो के रहेछ? हुन त यो बितेको कुरा हो, तर अहिले विद्रोह गरिरहेको नेकपा माओवादीले 2 बुदामा आएर चाहिँ रोकिनु र 4 दलले त्यो बुदामा अथवा नेकपा माओवादीलाई चुनावमा ल्याउन नचाहनु, नखोज्नु अथवा नसक्नु, खास कुरा के रहेछ? हेर्नुस्, भन्दा तितो लाग्छ तर सत्य हाम्रो धर्म हो। सत्य के हो भने नेपालमा 3 खाले नेताहरू छन्। म जनता र सबै कार्यकर्ताको कुरा गर्दैन। एक खाले नेता छन् जो उग्रवादी छन्, सोझो कुरो पनि उग्रतापूर्वक प्रस्तुत गर्छन्। घरमा कुखुरा मार्न पर्यो भने पनि म क्रान्तिकारी हुँ, तोपले मार्नुपर्छ भनेर तोपै पड्काउलान् जस्ता एउटा यो धार छ। हरेक विषयको उग्रवादीकरण गरिदिन्छ त्यसले, र त्यसको रिजल्ट के हुन्छ भने त्यो प्रत्युत्पादक हुन्छ। अर्का खालका नेता छन् जो विखण्डनकारी छन्, राष्ट्रिय एकताको कुरा गर्दैनन्। तपाईको त्यो बगैँचामा हेर्नुस्, धेरै खाले फूलहरू छन्, त्यसैले बगैँचा सुन्दर छ। खेतीपाती गर्दाखेरि पनि क्रस प्लान्टेसन भन्छ। जंगल किन राम्रो हुन्छ भने धेरै खालका बोट बिरुवा हुन्छन्। तर यहाँ जनता जनतामा विखण्डन ल्याएर, जात जातिमा, भाषा भाषीमा, क्षेत्र क्षेत्रमा विखण्डन ल्याएर 2224 कालको टुक्रे टुक्राको चाहिँ राजा रजौटा बन्न चाहन्छन्। घनघोरका सामन्तवादी चिन्तन भएका, थुतुनुमा जहिले पनि लोकतन्त्रै फलाकी राख्ने यी अर्का विखण्डनकारी छन्। यो दुईटालाई रोक्न नसक्ने तर इतिहासले रोक्नु पर्ने दायित्व सुम्पेको पुराना दलका उच्च पदस्थ नेताहरू छन् जो लम्पसारवादी छन्। यो उग्रवादी र विखण्डनकारीले जे गर्छन्, विखण्डनवादीले त्यो दुईटै उग्रवादी र विखण्डनवादीको अगाडि लम्पसार पर्ने लम्पसारवादी छन्। यो 3 खालेवादीहरूबाट तपाईँ हामी नेपाली जनता हैरान भएका छौं। यो हैरानीबाट कसरी मुक्ति पाउने भन्दाखेरि भोलि कमसे कम जनताको तर्फबाट सरल समानुभूतिपूर्ण ढंगले डिल गर्न सक्ने खालको नेतृत्व चयन गर्नको लागि जनता चाहिँ आतुर छ। यो जनताको आतुरतालाई अहिले बहिष्कार गरिरहनु भएका पक्षका मान्छेहरूले बुझ्नुपर्छ। अर्को गम्भीर कुरो पनि उहाँहरूले के बुझ्नुपर्छ भने 12 भन्दा बढी भूमिगत सशस्त्र समूहहरूले तराईमा यही बहिष्कारको टेको टेकेर हामी उम्मेदवार मार्छौं, हामी मतदातालाई पनि बाँकी राख्दैनौं भनेर थर्काउने काम गरिरहेछन्। त यो अवस्थामा वैद्य समूहले यदि राष्ट्रिय दायित्वलाई बुझ्ने हो भने आफ्ना मागहरू जनताको बीचमा लैजानु पर्छ। किनभने जनता भनेको त संविधान सभा भन्दा माथिको हो नि त, सार्वभौम सत्ता सम्पन्न जनता न हो। भनेपछि यहाँको इंगित चाहिँ जुन वैद्य समूह चुनावमा नआउनु, उनीहरू सहमतिमा जान नसक्नु भनेको 4 दलीय संयन्त्रको सरासर गलत कामको कारण, उनीहरूको दम्भ हो। त्यहाँ भित्रको उग्रवादी पक्षले दम्भ प्रकट गर्यो, विखण्डनवादीलाई आनन्द लाग्यो अर्को एउटा टुक्रा निस्किन्छ भनेर, लम्पसारवादीहरू लम्पसार परे। समस्या त यही हो नि। आजको नेपालको समस्या त जनताले पैदा गरे होइन नि। नेपालको इतिहास हेर्नुहुन्छ भने त जनता जहिले अगाडि, नेता जहिले पुछारमा। तपाई हामी आन्दोलन गर्छौं, बलिदान दिन्छौं, रूपान्तरण गर्छौं, नेताको हातमा थुपार दिन्छौं नरियल, अनि नेता हाम्रा बाँदर जस्ता छन्। त्यही नरियलले आफ्नो टाउको पनि हान्छन्, जनताको टाउकोमा पनि हान्छन्, तपाई हाम्रो भविष्यलाई लहु लहान गरेर सिध्याइदिन्छन्। त्यसकारण यो बेलामा अघि मैले भने हो कि जनताको आकर्षण यी चाहिँ नि बुढा साँडेहरूतिर छैन। यिनले समय गतिका क्रममा आफूलाई असान्दर्भिक घोषित गरिसके, आत्मविश्वास विहीनता पनि दर्शाइसके। तर अरू उपाय छैन। हामी 2 धारे तरबारमा छौं, चुनाव नगरी भए छैन, हामीलाई असफल नागरिक त बनाउनु छैन नि संसारको अगाडि। तपाई हाम्रो मूल्याङ्कन त फेरि पनि दुनियाले गर्ने हो।
त्यसो भएको हुनाले यो प्रक्रियालाई नअपनाउने हो भने अघि नै मैले भने नि वैदेशिक चासो बढ्दैछ। तपाईँ हामीले देख्यौं कि राजदूतले आएर भन्छ यो गर त्यो गर भनेर। 2-3 राजदूतले सार्वजनिक रूपमा भनिसके। आफ्नो देशका उपसचिव हुन् तिनीहरू। हाम्रो देशको राष्ट्रपतिदेखि लिएर हामी तपाईसम्मलाई औलो ठडाएर प्रवचन होइन आदेश दिन थालिसके। राष्ट्रियता यसरी चूर चूर पार्नु हुन्छ। नेताहरूको मैले भाषण सुने। एउटा नेताले के भन्यो भने हामीलाई पहाडको नदी र पानी नै चाहिँदैन। मधेसमा त बोरिङ गरेपछि पानी आउँछ, पहाडको नदी पहाडै फर्काइदिन्छु भन्यो। हेर्नुस् विखण्डनकारीको ताल। अर्को नेताले के भन्यो भने पृथ्वीनारायण शाहले गरेको जुन एकीकरण थियो त्यो चाहिँ नि अहिलेको बेलामा असान्दर्भिक भइसक्यो, फेरि 2200-2400 राज्य बनाउनु पर्छ भने उसले। अर्को नेताले के भन्यो भने हामी त हिजो पनि थियौं र आज पनि छौं, एकल जातीय राज्यको पक्षमा छौं भन्छ। फेरि जातीय उन्माद ल्याउनको लागि ऊ पनि तत्पर छ। त यस्ता नेताहरूलाई जवाफ एकताबद्ध नेपाली जनताहरूले दिन्छन्, दिन आतुर छन्। तर जनताले दिने जवाफ त लाठो मुङ्ग्रो गरेर त दिँदैन नि त। ऊ त न्यायाधीश भएको छ अहिले, ऊ एउटा शिक्षक भएको छ र यी सबै विद्यार्थी भएछन्। हिजो यत्र ठुल्ठुला दारा, यत्र तिखा नङ्ग्रा ल्याएर जनतालाई तर्साएर हुकुमत गरे होइन र। तर अहिले तिनै नेताहरू दारा नङ्ग्रा सबै झोलामा राखेर थोते बिरालो भएर आछन्। यो बेलामा जनता यी सबैलाई कसिलाएर जाँच्न चाहन्छ। त्यो मौका त दिनु पर्यो नि त वैद्यवाले, परेन? हजुर दर्शकवृन्द, हामी छौं एक्सक्लुसिभ कुराकानीमा। आजको एक्सक्लुसिभ कुराकानीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष एवं वरिष्ठ मानवाधिकार कर्मी सुबोधराज प्याकुरेल र नेपाल सरकारका पूर्व सचिव डाक्टर त्रिलोचन उप्रेती हुनुहुन्छ। पालो भएको छ एकैछिन व्यापारिक विश्रामको। विश्रामपछि फेरि आउनेछौं, हामीसँगै रहनुहोला। म स्वदेशी उत्पादनमै रमाउँछु, स्वदेशमै खर्च गर्छु, जे कमाउँछु। प्रविधि अन्तर्राष्ट्रिय गुणस्तरीय उस्तै हामी पनि सक्षम भइसक्यो प्रशस्तै। आफ्नोपनको अब गरौँ अनुभूति, आफ्नै उत्पादनले दिन्छ प्रत्याभूति। नहिचकिचाउँ, स्वदेशी अपनाउन, गौरवका साथ लागौं यो देश बनाउन। निजी क्षेत्रको स्वदेशी चुनढुङ्गा प्रयोग गरी उत्पादित रोटरी क्लिनमा आधारित सिमेन्ट उद्योगहरू मध्ये सर्वप्रथम नेपाल गुणस्तर चिन्ह प्राप्त सोना सिमेन्ट अब हाम्रै काँधमा छ। सुरक्षित नेपालको अभिभारा। कति ढिलो गरेको भने कति गरिराख्नु भएको? हेर्नुहोस् म तयार भइसके। कति राम्रो देखिए कि के लगाए यस्तो? पानस हर्बलको ब्ल्याक वेल लगाए, जसले मेरो कपाल लामो र घना बनायो। पानस हर्बलको यो तुलसी फेस क्रिमले मेरो अनुहारमा चमक र निखार ल्यायो। भएन त सुन्दर? वाउ, मेरी श्रीमती कति बाठी। आज त पार्टीमा रौनकै छाउने भयो। जाउँ यहाँ पार्टीमा। हजुर, पानस हर्बल उद्योगका यी उत्पादन ब्ल्याक हेयर आयल र तुलसी फेस क्रिम बजारमा सर्वत्र उपलब्ध छ। ब्ल्याक हेयर आयलले कपाल झर्न रोकी झरेको ठाउँमा पुनः कपाल उमार्ने, कपालको चाया हटाई कपाल कालो, लामो र बाक्लो बनाउने। तुलसी फेस क्रिमले अनुहारको डन्डीफोर, चाया, पोतो, रिङ्कल मेटाई गोरो, नरम, चम्किलो र जवान देखिने बनाउने। घामबाट बचाउने सनब्लक क्रिम भएकोले घाम पानीले नबिग्रने गुण पनि यसमा छ। स्वदेशी उत्पादन पनि विदेशी उत्पादन सरह छ। हाम्रो उद्देश्य नै तपाईमा हाम्रो प्रोडक्टको विश्वास जगाउनु हो। एकपटक अवश्य प्रयोग गर्नुहोस्। अधिकृत विक्रेता कोहलपुर पानस मेडिकल हल, कोहलपुर 3 न्यू रोड बाँकी। फोन नम्बर 081 540 922 र मोबाइल नम्बर 98 84 94 762। हाय, म शिला। सबैले सोध्छन् मेरो सौन्दर्यको राज। विश्रामपछि पुनः स्वागत छ। सूचना, विचार, मनोरञ्जनको साथमा तपाईँ हेर्दै हुनुहुन्छ पश्चिम नेपालको गौरव, यो हो भिजन टेलिभिजन।
र हामी छौं एक्सक्लुसिभ कुराकानीमा। र आजको एक्सक्लुसिभ कुराकानीमा हामीले नजिकै गरेको संविधान सभाको निर्वाचन, मानवाधिकारको अवस्था लगायतको विषयलाई बहसको विषय बनाएर दुईजना व्यक्तित्वसँग कुराकानी गर्दैछौं। यो बहसमा हामीसँग हुनुहुन्छ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष एवं वरिष्ठ मानवाधिकार कर्मी सुबोधराज प्याकुरेल, त्यसैगरी नेपाल सरकारका पूर्व सचिव डाक्टर त्रिलोचन उप्रेती हुनुहुन्छ। म फेरि पनि कुराकानी जोड्न चाहन्छु। म डाक्टर उप्रेती समक्ष जान्छु। अब कर्मचारीको सरकार छ अहिले देशमा, एकदम चुस्त दुरुस्त छ भन्ने कुरा गर्नुभएको छ र पछिल्लो दिनमा खास गरी संविधान सभाको निर्वाचन नजिकै गरिसकेपछि कर्मचारी त राजनीतिक कर्मी बन्या छन् नि त, के भन्नुहुन्छ? यो कुरा पनि सत्य हो। अब कुनै पनि कुरालाई निरपेक्ष रूपमा हेर्नु हुँदैन र नेपालको एउटा विडम्बना नै भन्नुपर्छ, राजनीतिमा समावेश संलग्न कोही पनि छैन, व्यावसायिक मान्छेहरू पनि कम पाइन्छ। यतिसम्म कि नागरिक समाज पनि त्यहाँ बाँडिएको छ भनिन्छ। ट्रेड युनियन आएको छ, ट्रेड युनियन कर्मचारीमा चाहिँ निजामती कर्मचारीमा आएर तहस नहस चाहिँ भयो। राम्रो कुरो जो उद्देश्यले आएको थियो त्यो उद्देश्य अभिष्ट पुरा भएको छैन भनिएको छ। र राजनीतिक कर्मीले पनि कर्मचारीलाई राजनीतिमा तान्ने, आफ्नो फेभरमा निर्णय गराउने, समर्थन लिने र कर्मचारीहरू पनि निजी प्राप्तिको लागि राजनीतिमा गएको कुरा सत्य हो। सत्य कुरालाई असत्य भन्नु हुँदैन। तर फेरि पनि सरकार, अहिलेको सरकार, साबिकको सरकार, राजनीतिक दलको सरकार, यो व्यवसायिकहरूको सरकारको तुलना गर्दा मैले अघि पनि भने, अहिले पनि भन्छु, निर्विवाद अथवा चाहिँ निर्विकल्प कोही पनि छैन। अपवाद हुन सक्छ। मैले तुलनात्मक रूपको मात्रै कुरा बिसाएको हुँ। र जति स्क्यान्डल हुन्थ्यो पेपरमै आउँथ्यो, मिडियामै आउँथ्यो, राजनीतिक दलहरूले नारा जुलुस लगाउँदै हेलिकप्टर चढेर आयो भनेर, सरकारी साधनको, स्रोतको, गृह मन्त्रालयको, इन्टेलिजेन्सको, प्रहरीको, प्रशासनको दुरुपयोग भयो भनिन्थ्यो। विकास आयोजनाहरू जनतालाई आकर्षित गर्न, मत पाउनको लागि यो बेला उद्घाटन शिलान्यासहरू हुन्थे, त्यो त हामीले देखेका छौँ नि। त्यो कुरा चाहिँ छैन, नम्बर 1। नम्बर 2, यो व्यावसायिक मान्छेहरूको सरकार, आफ्नो जीवनको उत्तरार्धमा पुगेका, करियर बनाएका र अब यो चाहिँ विशेष खालको मौका, कसैले नसोचेको मौका, मन्त्री भएको अवस्था, आवश्यकता आएको छ। यो 3 महिना, 6 महिना, 9 महिना, 1 वर्ष कति हो, यसमा कलङ्क मलाई लागोस्, म चाहिँ अलिकति कमाउँ, म यसो गरौँ भन्ने भावना अधिकांश मेरा मित्रहरूको नभएको मैले पाएको छु। र त्यसमा पनि अपवाद जहाँ पनि हुन्छ। अब केही कुराहरू 1जना 2जना हाम्रा मन्त्री साथीहरूको बारेमा नआएको होइन, आएको देखिया छ। त्यो बुझेर मात्रै भन्नुपर्छ, अनुसन्धान गरेर मात्रै भन्नुपर्छ। अब आरोप मात्रै लाउनु चाहिँ हुँदैन। त्यसैले उहाँहरू भ्रष्टाचारमा, कुशासनमा चाहिँ संलग्न हुनुभयो होला भनेर म चाहिँ कल्पनासम्म पनि गर्न सक्दिनँ। त्यो भोलि देखिँदै जाने कुरा हो। यहाँको कार्यकाल सधैँभरि राजनीतिक कर्मीको सरकारमै बित्यो र अहिले कर्मचारीको सरकार छ। यहाँले के पाउनुभयो? राजनीतिज्ञहरूको सरकार भएको बेलामा कर्मचारीले पाउने सेवा सुविधा, कर्मचारीको सुरक्षाका कुरा, कर्मचारीको अधिकारका कुरा बढी सुनिश्चित भयो कि अहिलेको सरकारमा के अनुभव पाउनु भएको छ? यो चाहिँ मैले केही फरकै भएको छैन। अब सुविधा दिने भनेको राज्यले निर्णय गरेर दिने हो, पार्लियामेन्टले ऐन बनाएर संशोधन गरेर दिने हो, क्याबिनेटले निर्णय गरेर दिने हो। र कर्मचारीको सरकार भएको हुनाले उहाँहरूले अहिले थप विशेष केही दिनुभएको अवस्था छैन। निर्वाचन जाने कर्मचारीहरूलाई खतरा छ, खतराका कुरा यहाँ आइ नै सक्यो। वातावरण के छ, दिनेपछि विस्फोटक पदार्थ, आक्रमणका कुरा भइरहेका छन्। त्यस्तो अवस्थामा साबिकमा पनि योभन्दा पहिलेका चुनावमा म यहाँ जोड्न चाहन्छु, मैले 2041-42 सालको निर्वाचनदेखि राष्ट्रपतिको निर्वाचनसम्म संलग्न आफै भएको छु। म राष्ट्रपतिको निर्वाचनमा संसदको महासचिवको सल्लाहकार र प्रधान पञ्चको निर्वाचन, योभन्दा अघिल्लो संविधान सभाको निर्वाचनमा म कास्की र चाहिँ स्याङ्जामा मलाई खटाएको थियो निर्वाचन आयोगले। यो गरेको अवस्थाले निर्वाचनमा जानेहरूको सुरक्षा मनोबल बढाउनको लागि एउटा बिमा गरिएको छ। त्यो बिमा मैले भनिहालेँ 41 सालदेखि हुन्थ्यो। अतिरिक्त कुनै सुविधा दिएको अवस्था छैन। सुरक्षा र अधिकारका कुरामा के फरक पाउनुभयो? अब काम गर्ने कर्मचारी मित्रहरूले के भन्छन् भने, प्रहरी अथवा सुरक्षाका अथवा उसले हिजो यो गर्नैपर्छ भनेर चाहिँ हामीलाई आदेश आउँथ्यो। अनि मन्त्रीको आदेश आउने, राजनीतिक मन्त्रीको, र यहाँ जिल्लाका नेताहरूले अथवा अरू बिच लेभलका कार्यकर्ताहरूले घेर्ने। मन्त्रीले आदेश दिएछ, मैले लिखित आदेश ल्याएको छु, कार्यान्वयन गर भन्ने, अप्ठ्यारो पार्ने हस्तक्षेप, अतिक्रमण हुन्थ्यो। अहिले पोलिटिकल इन्टरफेरेन्स कहीँ पनि छैन र काम गर्न हामी
सजिलो छ भनेर भनिएको छ। यति हुँदाहुँदै एउटा दुईवटा कुरा फेरि के छ भने राजनीतिक कर्मीको सरकार हुँदा जुनसुकै निर्णय तुरुन्त गर्न सक्ने अवस्था हुन्थ्यो, विश्वास थियो। अहिलेका मानिसहरूले तुरुन्तै निर्णय नगरेर अलिकति परामर्श सहभागिता र केही समय लिएको अवस्था छ भन्ने नकारात्मकतामा अलिकति संवेदनशील र जटिल विषयहरूमा निर्णय चाहिँ नगर्ने प्रवृत्ति छ भनेर पनि भनिएको अवस्था छ। म प्याकुरेलज्यू समक्ष जान्छु। चुनावमा अनुगमन आचार संहिता हुँदाहुँदै पनि अहिलेसम्म थुप्रै आचार संहिताका उल्लङ्घनका घटना भइरहेछन्। विभिन्न क्षेत्र निकायबाट अनुगमन र पर्यवेक्षकको काम पनि भूमिका पनि निर्वाह भइरहेको अवस्थामा अहिले विशेष गरी वैदेशिक निकायबाट नेपालमा पर्यवेक्षकको रूपमा आएर अलि भित्रका खोज तलासका रिपोर्टिङहरू गर्ने कुरा पनि बाहिर आइरहेको छ। अलि बढी चलखेल हुनुमा के कारण देख्नुहुन्छ? किन त्यति धेरै गहिराईसम्म पुगेर गरिएको होला? हेर्नुहोस्, पहिलो कुरो त कुनै पनि देशको निर्वाचन विदेशीले आएर अनुगमन गर्ने विषय होइन। यसलाई रोक्नुपर्छ, यसको कामै छैन। तपाईँ हाम्रो नेपालीको न भाषा बुझ्छ, न ढाँचा बुझ्छ, न अन्तर्वस्तु केही थाहा छ। दोभाषीले के भने हो त्यही मात्रै सुन्छ। उसको देशमा 200 वर्ष अगाडि समाधान गरिसकिएको समस्याहरूको जन्जालमा परेको मुलुकमा आएर के त्यसले अनुगमन गर्ने? उसले प्राविधिक मात्रै हो। मान्छे लाइन लाग्यो कि लागेनन्, टिक लगाएर मतपत्र दिया छ कि छैन, बाकसमा भोट हाल्यो कि हालेन, त्यति मात्रै हेर्ने हो त्यसले। र अनावश्यक रूपमा तपाईँ हाम्रो देशको नाममा हुने जुन खर्च छ, विगतको संविधान सभामा जति खर्च भयो नि त्योभन्दा 3 गुणा बढी बाहिर खर्च भएको थियो। यही ढाँचाको वैदेशिक अनुगमनको चाहिँ तौर तरिका हेर्नुहुन्छ भने हाम्रो देशको निर्वाचनमा भन्दा अनुगमनमा 3-4 गुणा बढी खर्च हुन बेर छैन। हामी गरिबलाई यति पैसा दिए र उति पैसा दिए भन्ने मात्रै कुरा हो, यसको कामै छैन। दोस्रो कुरा, राष्ट्रिय पर्यवेक्षण पनि जबसम्म राष्ट्रिय निर्वाचन आयोग र पर्यवेक्षकहरूको बीचको साझेदारीमा गरिन्न तबसम्म त्यो निर्वाचन पर्यवेक्षण हुँदैन, त्यो निर्वाचन पर्यटन हुन्छ, शुद्ध पर्यटन। किनभने निर्वाचनको दिन निर्वाध रूपमा हामी घुम्न पाउँछौं, जनता बिचारा लखर लखर सडकमा हिँड्नुपर्छ, हैन? हिँड्नै नसक्ने बुढाबुढी पनि डोरिएर हिँड्नुपर्छ। त्यसो भए हुनाले गर्नु के पर्थ्यो भने राष्ट्रिय निर्वाचन आयोग र निर्वाचन पर्यवेक्षण संस्थाहरूको बीचमा साझेदारी गर्ने र विगतमा जसरी हामीहरूले जे जस्ता धाँधली अत्याचार भएको सप्रमाण प्रस्तुत गरेका उजुरीहरू छन् त्यस्तै फेरि पनि उजुरीहरू गइरहेछन्। त्यो उजुरीलाई तुरुन्त कारबाही गर्नको लागि औपचारिक रूपमा कानूनी रूपमा राष्ट्रिय निर्वाचन आयोग बाध्य होस्। त्यो निर्वाचनको त्यो पर्यवेक्षणको मात्रै काम हुन्छ। त्यसैले यसपटक हामीहरूले के बुझौं भने यो देशमा नेपाली जनता आदर्श खोजिरहेछ, शान्तिका प्रतिमूर्तिहरू, यस्ता उम्मेदवारहरू जसलाई हेरेर हामी गर्व गर्न सकौं, केही सिक्न सकौं, उनीहरूको सपना, उनीहरूको राष्ट्र निर्माणको, जनताको उन्नतिको सपना देखेर हामी परिचालित बन्न सकौं, त्यस्तो उम्मेदवार खोजिरहेको मुलुकमा हाम्रा नेता कस्ता छन् भन्ने त अघि नै मैले तपाईलाई भने कस्ता कस्ता नियम बनाए यिनीहरूले, हैन? त्यसो भएको हुनाले हामीले के विचार गर्यौं भने यति बेला निर्वाचन स्वच्छ निष्पक्ष हुन्छ कि हुँदैन भन्ने कुरोको टुङ्गो चाहिँ सचेत मतदाताबाट मात्रै सम्भव छ। त्यो सचेत मतदाता अन्तर्राष्ट्रिय नियमको विरुद्धमा होला त? अन्तर्राष्ट्रिय रूपमा चाहिँ पर्यवेक्षकको रूपमा अनुगमन भएन भने नेपालको निर्वाचन स्वच्छ निष्पक्ष भयो कि भएन भनेर कसरी आकलन? संसारमा कहाँ छ र अन्तर्राष्ट्रिय पर्यवेक्षण? भारतमा छ? भारतमा त छैन। राष्ट्रिय पर्यवेक्षण पनि छैन। त्यो जबरजस्ती गर्नै पर्यो। त्यो संसारमा त्यो नचलेको कुराहरू हाम्रो देशमा चलाइन्छ। हाम्रो देशमा त खुला अपिल आह्वान गर्छ, आऊ आऊ भनेर। आऊ भनेर तपाईले बोलाएपछि उसलाई दिने औपचारिक हैसियत चाहिँ के त? टुरिस्ट बोलाएको र पर्यवेक्षक बोलाएकोमा केही फरक छ त? ल मलाई राष्ट्रिय निर्वाचन आयोगले भन्नुहोस् न त, मैले निम्तो गरेर जो आए उनीहरूले जे जति कुराहरू पत्ता लगाउलान् त्यसलाई म मान्यता दिन्छु भने पो पर्यवेक्षकमा बोलाएको भयो। यो त टुरिस्ट बोलाएको। धेरै मान्छे आउन्, 2-4 लाख डलर नेपालमा खर्च गरून्, हैन? टुरिज्म बढ्छ। निर्वाचन आयोगले टुरिज्मको काम गर्दैछ, पुरो त्यति हो। त्यसैले गाँठी कुरा के हो भने सचेत जनता हुनु पर्यो, उसले उम्मेदवारको बारेमा प्रष्ट हुन पाउनु पर्यो, खुलस्त छलफल बहस गर्नु पर्यो। तिम्रो सपना के छ? मेरो सपना यो छ। यो सपनामा तिमी कहाँ फिट खान्छौ? तिमीले कानूनको शासन मानेका छौ कि छैनौ? मानव अधिकार प्रतिको तिम्रो व्यवहार, बोली वचन कस्तो छ? अहिले नेपालमा तपाई हेर्नुस् न,
सर्वोच्च अदालतले सर्वस्व सहित ज्यान सजाय दिएको के ज्यान मारा भनेर सजाय दिएको मान्छे संविधान सभामा उम्मेदवार उठ्यो कि उठेन? सर्वोच्चमा गएर रोक्नु पर्यो त्यसलाई। सर्वोच्चमा गएर रोक्न पाएको छैन, चोर बाटोबाट समानुपातिकमा हाल्दै कि हाल्दैन, फेरि उजुरी गर्नु पर्यो कि परेन? अघि नै मैले भने कस्ता कस्ता बोली वचन प्रयोग गरिरहेछन् भनेपछि यस्ता खालका उम्मेदवारहरू सबैलाई चिनेर र असल उम्मेदवारहरू पनि चिनेर पाएसम्म असल उम्मेदवार छान्ने, पाइएन छ भने सबभन्दा कम उम्मेदवार छान्ने त मौका पाउनु पर्यो नि जनताले। यहाँले भनेको अनुसार त अहिलेसम्मका नेपालका उम्मेदवारहरू धेरैको संख्यामा असक्षम छन् र अब आउने केही युवा पिढीहरू जो जनताले रुचाएका छन् तिनी सक्षम हुनेछन् र तिनले मात्रै संविधान बनाउन सक्नेछन् भन्ने कुरा इंगित गर्नुभयो। केही होइन, धेरै जसो असल छन्। अहिले उठेका उम्मेदवारहरू पनि धेरै जसो असल छन् र हरेक निर्वाचन क्षेत्रमा उठेका उम्मेदवारहरूको पंक्ति हेर्नुभयो भने प्रशस्त मात्रामा असल उम्मेदवारहरू उठेका छन्। कमसे कम कोही मान्छे पहिलोचोटि मात्रै चुनावमा उठेको छ भने पनि उसले त जाँच दिने मौका पाउनु पर्यो नि त, परेन र? भनेपछि संविधान सभाको निर्वाचन अब परीक्षणकै छलो भन्ने त होइन। यो हेर्नुहोस्, तपाईँ हामीलाई थाहा छ कि एउटा नैतिक परीक्षणको चलन छ जसलाई अंग्रेजीमा पब्लिक भेटिङ भनिन्छ, होइन? नेपालीमा सार्वजनिक सम्परीक्षण भनौँ हामी। राष्ट्रिय निर्वाचन आयोग, मानवाधिकार आयोग, लोकसेवा आयोग, राजदूत यस्ता संवैधानिक नियुक्तिमा जाने मान्छेहरूको संसदीय सुनवाई हुन्छ कि हुँदैन? त्यो त कुनै कानून त होइन नि, इजलास त होइन नि, तर त्यहाँ उनीहरूको नैतिकता र सक्षमताको परीक्षण हुन्छ नि त। हाम्रै देशका फौजका मान्छेहरू संयुक्त राष्ट्र संघको शान्ति सेनामा जाँदाखेरि उनीहरूको मानव अधिकार सम्बन्धी रेकर्ड कस्तो छ भनेर जाँच्छ कि जाँच्दैन संयुक्त राष्ट्र संघले? भनेपछि हाम्रा उम्मेदवारहरूको पनि सम्परीक्षण हामीले गर्नु पर्यो। भनेपछि यस वर्ष सम्प्रेक्षण गर्ने, अब अर्को वर्ष गर्दै फेरि संविधान होइन, यस पटक नै सम्परीक्षणको आधारमा हामी मतदान गर्छौं र त्यो सम्भव छ। यो देशमा 338 वटा एफएम स्टेशनहरू छन्। अहिले तपाईँ हामीले देखेका छौं 2,66,00,000 करिब करिब जनसंख्या भएको देशमा 1.5 करोड मान्छेहरू मोबाइल र टेलिफोन चलाउँछन्। 50 लाख भन्दा बढी तन्नेरीहरू इन्टरनेट चलाउँछन्। सामाजिक सञ्जालमा नेपालका तन्नेरीहरूको संख्या 35 लाख नाग्यो भन्थे, म अस्ति एउटाले भन्थ्यो 60 लाख हुन लाग्यो भनेर। ट्विटर, फ्लिकर चलाउँछन् मान्छेहरू, मिग3 चलाउँछन्। अनि यो संख्या अनि 40 लाख तन्नेरीहरू जो विदेशमा बसेका छन्, दुःख पाएर बसेका छन्, बालुवाको घानीमा दिनमा 4 लिटर पानीमा गुजरान गरेर बसेका छन्, तिनले आफ्ना परिवारसँग निरन्तर सम्पर्क राखिरहेका छन्। त्यो सचेतना बढ्या छैन। त्यसले यो उम्मेदवारहरूको यो पार्टीको सम्परीक्षण गरिरहेको छैन। त्यो सम्परीक्षणको रिजल्ट यो चुनावमा देखिँदैन र? देखिन्छ। यो देखिन्छ भन्ने आशाका साथ हामी यति बेला स्वच्छ निर्वाचनको लागि नागरिक अभियान भनेर जुटेका छौं। हजुर, हामी कार्यक्रमको लगभग अन्तमा छौं। अब मानवाधिकारको अवस्थाका कुरा गरौं। संविधान सभाको निर्वाचनको मिति घोषणा हुनुभन्दा पहिलेको मानवाधिकारको अवस्था र अहिले संविधान सभाको निर्वाचन अति नजिक अवस्था आइसकेको यो अवस्थामा उल्लङ्घनका घटना, ज्यादतीका घटनाहरू, हत्या हिंसा कुन तौरले अगाडि बढेको छ? कम भएको छ, बढेको छ अथवा यथास्थितिमा छ? अहिले के छ भने अहिले मुख्य केन्द्रीभूतै निर्वाचनमा हो। अरू कुनै अपराधका मामलालाई पनि निर्वाचनसँग गाँसिदिने चलन छ। कतिपय अवस्थामा सुरक्षा निकायहरू अल्मलिन्छन् पनि, किनभने उनीहरूको ठूलो संख्या निर्वाचनको काममा गएको छ। तथ्य पत्ता लगाउनै उनीहरूलाई गाह्रो छ। तर मुख्य कुरो के छ भने विश्व घोषणापत्र, मानवाधिकार सम्बन्धी विश्व घोषणापत्र र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धि दुवैले भने के हो भने निर्वाचनमा भाग लिन पाउनु, आफ्नो उम्मेदवार छान्न पाउनु, स्वच्छ निष्पक्ष भयरहित निर्वाचनमा भाग लिन पाउनु नागरिकहरूको मौलिक अधिकार हो, मौलिक मानव अधिकार हो। मानव मात्र होइन, मानवीय अधिकारसम्म पनि हो। त्यो हिसाबले हेर्नुहुन्छ भने त्यो बाटोमा जसले अहिले तगारो हालिरहेका छन् यी सबैले मानव अधिकारको उल्लङ्घन गरिरहेका छन् र यस्तो बेलामा मानव अधिकारको उल्लङ्घन गर्नु भनेको गम्भीर प्रकृतिको अपराधमा दरिन्छ। त्यसै भएको हुनाले हामी के भन्दैछौं भने मानव अधिकारको उल्लङ्घन नगरौं। तपाईलाई जे पनि कुरा मुखले शान्तिपूर्ण तरिकाले भन्ने अधिकार छ। त्यसमाथि नेपालका सञ्चार जगत भनेको सबै साझा मञ्च हुन्। यहाँ मैले आएर जे भनेको छु त्यसको विपरीत पनि कोही भन्न आयो भने तपाईले यो फुडिलको दिनुहुन्छ उहाँलाई, होइन र? त्यसो भए हुनाले आफ्ना कुरा तपाई सार्वजनिक रूपमा भन्नुस्, तर बल प्रयोग नगर्नुस्।
कसैले पनि बल प्रयोग गर्छ, जबरजस्ती गर्छ, ज्यादती गर्छ, हत्या हिंसाको वकालत गर्छ भने त्यो सोझै मानव अधिकारको उल्लङ्घन हो। र निर्वाचनको बेलाको मानव अधिकारको उल्लङ्घन भनेको फेरि पनि म दोहोऱ्याएर भन्छु गम्भीर प्रकृतिको मानव अधिकारको उल्लङ्घन हो। त्यसले उहाँहरूको इज्जत राष्ट्रमा पनि सिद्धिन्छ, अन्तर्राष्ट्रिय जगतमा पनि सिद्धिन्छ। अहिलेको समग्रमा हेर्नुहुन्छ भने हामी गम्भीर प्रकृतिको मानव अधिकारको उल्लङ्घन गर्ने क्रममा सुविचारित ढंगले राजनीतिक नेतृत्वको चाहिँ नेतृत्वमा अगाडि बढिरहेको जस्तो देखिन्छ। केही जिल्लामा, यो जिल्लाको समग्र तथ्याङ्क लिनुभयो भने 18-19 वटा जिल्लामा त्यस्तो देखिन्छ। तर बाँकी रहेका तपाईको चाहिँ 56 वटा जिल्लामा मजाले फेरि निर्वाचनको अभियान चलिरहेको। हामी अन्तमा छौं। मंसिर 4 गते भन्दा पश्चात अहिले नेकपा माओवादी चुनावमा नगएको, बहिष्कारमा लागेको अवस्था र पछि निर्वाचन पश्चातको मंसिरको दोस्रोदेखि तेस्रो साता देशको अवस्था के होला, के आकलन गर्नुभएको छ? यदि असन्तुष्ट पक्षहरूलाई अघि नै मैले भने नि विधि प्रक्रियाद्वारा सामेल गर्न सकियो भने त्यसले गति दिन्छ, सकिएन भने हामीले फेरि अर्को खालको द्वन्द्वको बिउ रोपेका हुनेछौँ। अन्तमा डाक्टर त्रिलोचन उप्रेती के अलिकति तपाईको अघिल्लो यो अन्तर्राष्ट्रिय अब्जर्भेसनको कुरा अलिकति जोड्न चाहन्छु। अलिकति मेरो मत छुट्टै के छ भने यो अन्तर्राष्ट्रिय तीर्थाटन पनि हो, बढी संख्यामा चाहिँ अन्तर्राष्ट्रिय संघ संस्था देशका मानिसहरू आएर अलिकति हस्तक्षेप गरेको अवस्था पनि हो र राम्रो जानी नबुझिकन कार्टर सेन्टरले गएको निर्वाचनमा रिपोर्ट दिएको हो। उनीहरूले चाहिँ त्यसलाई रिग्रेट पनि पछि गरे, पश्चाताप गरे, यो कुरासँग सहमत। तर अन्तर्राष्ट्रिय पर्यवेक्षण अब्जर्भेसन चाहिँ अन्तर्राष्ट्रिय रूपको निर्वाचनको निष्पक्षताको कसी जाँच्ने एउटा संयन्त्र नै हो। नेपालमा मात्रै अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्वाचन हाम्रो निर्वाचन आयोगलाई अब्जर्भेसन गर्न निम्ता पाएको छ र हाम्रा मान्छेहरू गएर त्यहाँ गरेका छन्। भारतको चुनाव, भुटानको चुनाव, पाकिस्तानको चुनाव, व्हाटएभर हाम्रा छिमेकीहरूको चुनावमा हाम्रा मान्छेहरूलाई चाहिँ अब्जर्भेसनमा पठाएको अवस्था छ र यो चाहिँ अलिक संख्या बढ्दा आएर त्यो अब्जर्भेसन मात्रै नभएर अरू कुरामा प्रभावित पारेको, हस्तक्षेपको कुरा गरेको केही हुन सक्दछ। अध्यक्षज्यूले भनेको इङ्गित गरेको चाहिँ जोड दिएको त्यहाँ हो जस्तो लाग्छ मलाई। तर इन्टरनेसनल अब्जर्भेसन चाहिँ यो निष्पक्षता जाँच गर्ने संसारकै चलन हो, मानेको चलन हो, सबैतिर छ। तर पर्यवेक्षकको हैसियतमा भन्दा पनि अन्य कुनै हैसियतमा नेपाल प्रवेश गरेर यहाँका सूचनादेखि लिएर हर कुराहरूमा चाहिँ दखल दिने कुरा पनि त भएको छ नि। यो कुरामा अध्यक्षज्यूले भनेको कुरा म पूर्ण सहमत छु। मात्रै अन्तर्राष्ट्रिय पर्यवेक्षण अन्त हुँदैन नेपाल जस्तोमा मात्रै हो कि भन्ने कुरा यहाँ कन्फ्युज चाहिँ मतदातालाई नहोस्, जनतालाई नहोस् भनेर उहाँले त्यो भन्न खोजेको पनि होइन। हाम्रो जस्तो देशमा स्वाधीनताको कुरा, राष्ट्रिय निर्णय गर्न सक्ने अधिकारको कुरा जग जाहेर छ। हाम्रो राष्ट्रिय पार्टीका 1 नम्बर नेताले भन्नुभएको छ कि माइक्रो म्यानेजमेन्टमा हामी हस्तक्षेपमा परिसक्यौँ। सचिवको राख्ने, डिआइजीको बनाउने, आयुक्तको बनाउने भन्ने पनि हामीलाई कान समातेर सही गर्न लाउने अवस्था छ। यो चाहिँ उहाँहरूको लागि, त्यो देशको त्यो मित्र राष्ट्रका लागि पनि हितमा छैन। अब हामीले यसमा सुधार गर्नुपर्छ। यो त अति नै भयो भनेर उहाँले पनि सार्वजनिक रूपमा धेरैपल्ट बोलेको अवस्था छ। त्यो हामी सबैले देखेको अवस्था हो। त्यस रूपमा भन्दा नेपालको अर्थतन्त्र, नेपालको विदेश नीति, नेपालको डिप्लोमेटिक रिलेसनका कुरा सबै गर्दा हामी एउटा स्वतन्त्र राष्ट्रको हिसाबले भएका छौँ कि छैनौँ भाषण गर्ने कुरा होइन। व्यवहारबाट हेऱ्यौँ गएको 10 वर्ष 20 वर्ष अझ 62-63 सालदेखि हेर्दा त यो अध्यक्षजीले अघि भन्नुभयो यसको सीमा नै नागिसकेको अवस्था छ र सोच्नुपर्ने एउटा देशभक्त स्वाभिमान नेपालीले, नेताले, पत्रकारले सबैले सोच्नुपर्ने अवस्था हामी छौँ। र जहाँसम्म अब के हुन्छ भनेर चाहिँ प्रश्न राख्नुभयो, यसमा इन्सेक अध्यक्षजीले भनेको कुरामा पूर्ण सहमत छु। एउटा ठुलो शक्तिलाई बाहिर राखेर संविधान सभाको निर्वाचन गर्दा कसो होला, जग जाहेर छ। यसको मूल अभिष्ट संविधान बनाउने हो। हिजो असफल भएको संविधान सभा जहाँ त्यो शक्ति पनि थियो, अब त्यो शक्तिविहीन कसरी सफल रूपमा चाहिँ संविधान बन्ला? यिनीहरूले अथवा अहिले संसदमा आउने शक्तिले मात्रै बनाएको संविधान त्यो पक्षलाई मान्यता हुन्छ कि हुँदैन? कुराको चुरो यहाँ छ। जनताले, मतदाताले, नेपाली राजनीतिक दलले गहिरोसँग सोच्नुपर्ने अवस्था छ। ढिलो भइसक्यो चुनाव, अब सायद रोकिन्छ रोकिँदैन थाहा छैन, उहाँहरूले जान्ने कुरा। तर अध्यक्षजीले भनेको कुरा तपाईँले कतिको चाहिँ गहिराएर बुझ्नुभयो। विकल्पविहीन अवस्थामा कहिले पनि हुँदैन। राजनीतिका बाटा चाहिँ बाङ्गा टेढा पनि हुन्छन्,
आज नमिल्ने कुरा भोलि बहुतै मिल्नेसँग पनि कुरा आउँछन्। यो भन्दै उहाँले सङ्केत गर्नुभएको छ, भयङ्कर ठुलो सङ्केत। त्यो भनेको हिजोको प्रतिनिधि सभा जनआन्दोलनपछि कसैले पनि स्थापना हुँदैन भन्थे, नेपाली काङ्ग्रेसले पनि हुँदैन भन्थे, भयो र त्यहाँ विद्रोही शक्तिलाई ल्याएको त हो नि। त्यो विद्रोही शक्तिलाई कति प्रतिशत ल्यायो, 83 अथवा 85 दिएर ल्याएको, त्यसले अन्तरिम संविधान त बनायो, संसद पनि बनायो, संविधान पनि बनायो, सरकार पनि बनायो। त्यो हिसाबको सङ्केत उहाँले गरेको यदि हो भने एउटा विकल्प त्यो पनि हुनसक्छ। र अन्त्यमा निष्कर्षमा यो देशभक्त शक्ति, स्वाभिमान शक्ति, त्यागी बलिदानी शक्ति भनेर सबैले भनेको छ। लुट तन्त्रमा लाग्ने अथवा पैसा कमाउन लाग्ने मान्छेहरू त्यहाँको कोही पनि देखिँदैन। यो तपाईँ हामीले सबले बुझेको छ, निष्पक्ष मान्छे हो हामी, निष्पक्ष कुरा गर्नुपर्छ। त्यो शक्तिलाई बाहिर राखेर संविधान बन्छ, त्यो दिगो हुन्छ, त्यो उहाँहरूलाई मान्ने हुन्छ, त्यहाँ अपनत्व हुन्छ भन्ने कुरा म चाहिँ विश्वास राख्दिनँ। र मलाई नागरिकको हिसाबले सबैभन्दा ठुलो डर अहिलेको त्यही हो। आफ्नो महत्त्वपूर्ण समय हामीलाई दिनुभयो, महत्त्वपूर्ण भनाइ राखिदिनु भयो, यसको लागि यहाँलाई धेरै धन्यवाद छ। धन्यवाद छ, यो मौका दिनुभयो। जनतासम्म पुग्ने पाइयो, 2टा जिल्लाको बर्दिया र बाँके, यहाँलाई धेरै धेरै धन्यवाद, यहाँको संस्थालाई पनि धन्यवाद। त्यसै गरी सुबोधराज प्याकरेलजी, यहाँलाई पनि धेरै धन्यवाद। दर्शकवृन्द, एक्सक्लुसिभ कुराकानीको निर्धारित समय सकिएको छ। आज हामीले समसामयिक विषयवस्तुमा कुराकानी गर्यौं। यो विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्थ्यो इन्सेकका अध्यक्ष एवं वरिष्ठ मानवाधिकार कर्मी सुबोधराज प्याकुरेल, त्यसैगरी नेपाल सरकारका पूर्व सचिव डाक्टर त्रिलोचन उप्रेती। उहाँहरूसँगको कुराकानी, यो बहस कस्तो लाग्यो, सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। आजको निर्धारित समय सकिएको छ। क्यामेरा प्रमुख रविन्द्र घिमिरेलाई धन्यवाद। एक्सक्लुसिभ कुराकानीबाट ओबिराज आचार्य बिदा हुन्छु। हेर्दै गर्नुहोस् भिजन टेलिभिजन। नमस्कार।